दामी बल गएको छ। अब हामी क्रिकेट खेल्न जाने हो आज र अब यहाँ मलाई अब सौजन दिन आएको छ तर मैले देखाउँदिनँ र अब यसले साइकल कुदाउँछ। साइकल चाहिँ यही हो र अब जाने हो केटा हो होइन टाढा छ सही चोकमा त्यो दह्रो हान्ने हो 50-60 रन हान्ने हो 6-7 जना आउट पार्ने हो आज खतरा हान्ने हो केटा होइन। म जाँदैछु होइन बाटो यही हो र यो सौजन होइन मैले पछाडिबाट मात्रै देखाएर अब हिजोको भिडियो चाहिँ आउन सकेन गाइज होइन भाङ खाइयो पुरै झ्याप भयो होलीको म्याच किनेको त मैले हालिदिनै सकेको छ तर पनि अब आउँछ होलीको नआए पनि अरू आउँछ गाइज खतरा आउँछ हेर्दै गर्नु गाइज सब्सक्राइब हान्नु त्यो कडा आउँछ क्या भिडियो। अब हिजो चाहिँ लास्टै ल्याङल्याङको खासमा त भिडियो बनाउने भनेर हिँडेको ल गाइज होइन। अब हामी आइपुग्न आँट्यौँ क्रिकेट आज दह्रो हान्ने हो छक्कै छक्का हान्ने हो चौका हान्ने हो होइन पुरा आउट पार्ने। मेरो फेरि बलिङ खतरा छ पिचसम्मै पुग्दैन क्या फेरि मेरो बलिङ यस्तो खतरा छ गाइज होइन। अब पुग्न आँट्यौँ धेरै टाढा छैन गाइज नजिकै छ ल केटा होइन हामी खेल्ने ग्राउन्ड पनि आइसक्यो। जस ग्राउन्ड दामी छ बाख्रा पाठाहरू बानिरहेछ र म युसनको घर जान्छु गाइज होइन युसनको घर पनि आउन आँटो जस आज कडा खेल्ने हो छक्कै छक्का हान्ने त मैले अघि भनिसकेँ होइन यस्तो विकेट धार्छु नि सन्दीप लामी छानेको जस्तो बल घुमाएर हान्ने हो क्या आज केटा हो खतरा हान्ने हो क्या आज ल केटा होइन हाम्रो बल ब्याट पनि आइसक्यो हाम्रो दाइले दिइसक्नुभयो तर अब दाइ गइसक्नुभयो म देखाउँदिनँ केटा हो र अब हामी ग्राउन्डमा जाने हो। अब ग्राउन्डमा पनि आइसक्यौँ अघि देखाएको र मेरो दोस्त युसन के छ एकदम ठिक छ सौजन दोस्त आज दह्रो छक्का हान्ने होइन लाइक सब्सक्राइब ल छक्का दह्रो हान्ने होइन छक्का तलै नै हान्छु आज ल फाइनली हाम्रो यहाँ सुरु भइसकेको छ क्रिकेट होइन अब धन्ते रेडी छ सकेन अब वाइड गइदियो होइन अब दोस्रो बल आउँछ अब अनि हेर्नु होला छक्का हान्छ अरे होइन अब छक्काले छक्कै हान्छ ल बल गर्न रेडी छ यता दाइ पनि रेडी होइन अब ल हानु ल धन्तेले हानु ल 10 ओभरको सुरु भइसकेको छ धन्ते एक्लै धन्ते झन्डै आउट भएको छ ल ल ल दाइ ल गुड क्याच ल आउट ल ल ल ल गाइज अब हामी च्यालेन्ज हान्दैछौँ र अब दाइले छक्का हान्नुहुन्छ ल हाम्रो बलर ल युसन निरौला सर बलिङ कडा दाइको यहाँ दामी सट तर पड्काउन सक्नु भएन दाइले ल दाइ एउटा बल हराइदिउँ ल यसले विकेट लिन्छ अरे ल पछाडि जा पछाडि कडा पेस है स्ट्राइक गर्नुभएको छ दाइ यसो पड्काउनु पर्यो ल त्यस्तो खाले होइन हाम्रो विकेट किपर दाइ के हो ल त्यस्तो एलपी हुँदैन यहाँ ल खोइ ओइ आउट पार्न हो केटा होइन बल हान्दैछ सौजनले मादरको कन्डो जस्तो अनुहार पारेर यहाँ बल आइसकेको छ गाइस झन्डै मलाई लागेन झन्डै नाक फुटाएन केटा हो जस एक ओभरमा कति रन हान्छेस् 10 रन त कति विकेट झार्छस् ल बाजिरहेको छ विकेट झार्छु मात्रै अर्को ओभर र अब बलिङ गर्दैछ अनुहार पुरा मादरको पोज दिदी र यहाँ दामी सर्ट तर फिल्डर भएको क्या जुन त्यो कोही थिएन तेरो 5 रन होइन हो अब तेरो अब 5 रन चाहिएको छ होइन अब यसले छक्का हान्नु भने गेम सकिन्छ भाइ युसनले एक्सटेन्ड हाल्छ के थाहा तर भन्न सकिँदैन कहानीमा ट्विस्ट आ सकता है ल केटा होइन अब जित्नलाई चाहिँ 5 रन मात्रै चाहिएको छ यहाँ बलिङ हानिसक्यो दामी सर्ट यहाँ क्याच दिन सक्छ दामी सर्ट 1 रन यसमा म 1 रन मात्रै दिन्छु किनकि रन नकुद्ने हो ओ रन नकुद्ने हो त्यतिकै 1 रन दिने मात्रै हो
र यहाँ दामी सर्ट 2 रन 2 बलमा 2 रन रहेछ। हेरौँ अब कहानी में कुछ ट्विस्ट आ सकता है। हाम्रो युसन भाइको बलिङ एकदम दामी सर्ट गेम फिनिश विनिङ सौजन दाल। म अब सौजन सँग खेल्दैछु ह्यान्डचेक विनिङ म्यान अफ द म्याच सौजन दाल। हाम्रो लुजिङ क्याप्टेन के छ हार्दा कस्तो लागिरहेछ रुना आँटिसक्यो हाम्रो लुजिङ क्याप्टेन। हाम्रो एकदम खुसी छ सौजन दाल हैन विनिङ क्याप्टेन। कस्तो लागिरहेछ जित्ता धेरै खुसी पुण्य गौतमले सिक्यो भने धेरै खुसी लागिरहेछ। ल केटा हो हैन अब हामी युसनकोमा जाँदैछौँ एडिटिङ हान्न र युसन यहाँ हैन पछाडिबाट र हाम्रो यो सौजन हैन अब जाने हो यसकोमा हैन चट्ट इट हान्ने हो। यसले पानी सानी चिया सिया के खुवाउँछ चिया खुवाउँदैन अरे लोभी छ गाइस दियो तर पनि केही छैन तर पनि जाने हो एडिट हान्ने हो आउने हो। फाइनली केटा हो फाइनली अब म युसनको घर पुगिसकेँ र अब युसनको घरमा अब एडिट सिडिट हान्ने हो। जो आज खतरा एडिट हान्ने हो हैन सौजनले एडिट हानिदिन्छ र अब दामी भिडियो आउँछ गाइस र आज म यहीँ हानिदिन्छु भिडियो। म घर पनि जाँदैछु जो आज दामी भ्लग बनाइयो खतरा हैन कडा छ भ्लग। र अब हिजो म होलीमा अब आउन पाइनँ हैन अलि चार्जमा थिएँ हैन भाङ खाएको कस्तो चार्ज बनाइदियो त्यो भाङ खाने चिजै हैन रहेछ हैन हामीले नजानेर खाएको रहेछ गाइस। र गाइस अब ढिलो आयो बुद्धि तर कडा आयो। अब म भाङसाङ केही खान्न र अब गाइस यहीँ एन्ड गर्छु आजको भ्लग गाइस। अब जे जस्तो बनाए गाइस हैन जो मेहनत गरेको छ अलि नराम्रो छ भने यसो मुनिको कमेन्टमा हानिदिनु होला भन्नु होला लाइक सेयर हानिदिनु होला सब्सक्राइब हानिदिनु होला ल गाइस।